मानसिक स्वास्थ्यमा सहयोग संवेदनामा एकता हाम्रो प्रयास भन्ने मूल नारासहित धनगढी उपमहानगरपालिका 13 स्थित सामुदायिक भवन झलारीमा आयोजित 2 दिने मनोपरामर्श तथा मानसिक स्वास्थ्य तालिम सम्पन्न भएको छ। कोशिश नेपाल कैलालीको आयोजनामा तथा धनगढी उपमहानगरपालिका वडा नम्बर 13 को कार्यालयको सहकार्यमा जेठ 22 र 23 गते सञ्चालन भएको तालिम सम्पन्न भएको हो। कार्यक्रममा मानसिक स्वास्थ्यको समझ सुन्ने सिपको विकास, सहानुभूति र सहयोगको अभ्यास तथा स्वस्थ समाज निर्माणका विषयमा प्रशिक्षण प्रदान गरिएको थियो। कार्यक्रम कोशिश कैलालीका अध्यक्ष मनोज चौधरीको अध्यक्ष तथा धनगढी उपमहानगरपालिका वडा नम्बर 13 का कार्यवाहक वडा अध्यक्ष हिरालाल राणाको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो। कार्यक्रममा मनोपरामर्श प्रशिक्षक रविचन्द्र ठकुरी, नोभा हस्पिटलका डाक्टर रामप्रसाद लामिछाने तथा वडा सदस्य सीतादेवी राणा विशिष्ट अतिथिका रूपमा सहभागी रहेका थिए। तालिमका क्रममा बाल विवाह, बहुविवाह, छुवाछुत प्रथा, लैङ्गिक तथा घरेलु हिंसा विरुद्ध सचेतना अभिवृद्धि गर्ने विषयमा सहभागीहरूलाई जानकारी गराइएको थियो। साथै समुदायमा देखिने मानसिक स्वास्थ्य समस्याको पहिचान, समाधानका उपाय तथा आवश्यक परेमा सम्बन्धित निकायमा परामर्शका लागि पहुँच पुर्याउने विषयमा समेत प्रशिक्षण दिएको थियो। कार्यक्रममा बोल्दै प्रमुख अतिथि तथा वडा नम्बर 13 का कार्यवाहक वडा अध्यक्ष हिरालाल राणाले वडा कार्यालयको आर्थिक वर्ष 2082-83 को बजेट मार्फत लैङ्गिक हिंसा न्यूनीकरण तथा जनचेतनामूलक कार्यक्रमहरू सञ्चालन गर्दै आएको बताए। उनले समाजमा सकारात्मक परिवर्तन ल्याउन यस्ता कार्यक्रमहरूको महत्त्वपूर्ण भूमिका रहने उल्लेख गर्दै कार्यक्रम आयोजना गरेकोमा कोशिश कैलालीलाई धन्यवाद व्यक्त गरे। हामीले यो आफ्नो वडामा रहेका मानसिक समस्याको बारेमा, लैङ्गिक हिंसाको बारेमा, समस्याको बारेमा कसरी यसको बारेमा जनचेतनामूलक कार्यक्रम गर्न सकिन्छ भनेर हामीले यो कार्यक्रम राखेका थियौँ। त्यो अनुरूप यो कार्यक्रम सञ्चालन भएको छ। यो कार्यक्रम कोशिश संस्थाले गरिदिनुका धेरै धन्यवाद दिन चाहन्छौँ र 2 दिनको बसाइमा तपाईँहरू यो साथपूर्वक उत्साहजनक रूपमा तपाईँ सहभागी भई यस कार्यक्रममा तपाईँ सहभागी हुनुभएकोमा धन्यवाद दिन चाहन्छु। यस्तै कोशिश कैलालीका अध्यक्ष मनोज चौधरीले मानसिक स्वास्थ्य तथा मनोसामाजिक अपाङ्गता भएका व्यक्तिहरूको जीवनस्तर सुधारका लागि समुदाय स्तरमा यस्ता तालिम आवश्यक रहेको बताए। उनले पछिल्लो समय धनगढीका विभिन्न वडाहरूमा समेत मानसिक स्वास्थ्य सम्बन्धी जनचेतनामूलक कार्यक्रम सञ्चालन गर्दै आएको जानकारी दिए। नमस्कार, मेरो नाम मनोज चौधरी, म कोशिश कैलालीको अध्यक्ष। र हामी आज वार्ड नम्बर 13 को यो शिव मन्दिरको सभा हलमा मानसिक स्वास्थ्य समस्या सम्बन्धी कार्यक्रम, त्यसमा मनोसामाजिक अपाङ्गतामा रहेका व्यक्तिहरूलाई मनोपरामर्श तालिम सञ्चालन गरेका थियौँ। र यसमा यो कार्यक्रमको उद्देश्य भनेको हाम्रो गाउँठाउँमा रहेका मानसिक समस्यामा रहेका अथवा कुनै पनि गाउँठाउँमा भएका समस्याहरूले कसरी मनोपरामर्श गर्ने त्यो कार्यक्रमको आयोजना गरेका थियौँ। र यसमा 40 जनाको सहभागिता थियो, जसमा यो 40 जना सहभागीहरू एकदमै राम्रो सहजीकरण गर्यो। हामीले यसमा के अरे मोटिभेसनल स्पिकर रविचन्द्र ठकुरीज्यू, नोभा अस्पतालका डाक्टर रामप्रसाद लामिछानेज्यूलाई सहजीकरणको लागि बोलाएको थियो। उहाँ एकदमै राम्रो तरिकाले प्रशिक्षित गरेर जानुभयो। र हामी यस्तै कार्यक्रम धनगढीको गत वर्ष पनि यही वडामा गरेका थियौँ र यसपालि हामी वार्ड नम्बर 19 मा सञ्चालन गऱ्यौँ, वार्ड नम्बर 10 मा सञ्चालन गऱ्यौँ। र आगामी दिनमा हाम्रो थुप्रै कार्यक्रमहरूको यो आयोजना गर्ने योजना बनाएको, जसमा विद्यालय मानसिक स्वास्थ्य कार्यक्रम, बर्गर भल्मशाला कार्यक्रम, स्वयंसेविकाहरूलाई यो ह्यान्डिक्राफ्टको बारेमा, त्यसपछि गएर यो औषधि वितरण कार्यक्रम, थुप्रै कार्यक्रमहरूको चाहिँ हामीले आयोजना गर्ने योजना बनाएको छौँ। कार्यक्रममा सहभागी स्थानीय भलमनसा भोजराम राणाले मनोपरामर्श कार्यक्रमले समुदायमा चेतना फैलाउने, सहयोग पुग्ने बताउँदै मानसिक हिंसा न्यूनीकरण समेत प्रभावकारी भूमिका खेल्ने विश्वास व्यक्त गरे। यो कार्यक्रम ठिक छ, राम्रो छ। वास्तवमा यो हामीले चाहिँ पाउनुपर्ने कार्यक्रम नै हो, तर हाम्रा भलमनसाहरूले चाहिँ केही आउन सक्नु भएन। 2 दिनको दौरानमा यसो हेर्दाखेरिमा हामीले चाहिँ यो हिंसा, जुन हिंसा भनिएको छ, त्यो हामीले चाहिँ थाहा नपाएर अर्थात् पाएर हामीलाई त्यो कुन हिसाबले हिंसा हुन्छ भन्ने कुरो चाहिँ थाहा थिएन। केही थाहा थियो, तर यो सानो कामले पनि यसमा पनि हिंसा हुन्छ, त्यसमा पनि हिंसा हुन्छ भन्ने कुरो त्यो चाहिँ हामी अलि छुट्याउन सक्ने भयौँ। वास्तवमा यो हिंसा भनेको के रहेछ त, यसको बारेमा हामी चाहिँ अरूलाई पनि सिकाउन सक्ने भयौँ। र हामीले चाहिँ अब हामी समाजमा प्रायः जसो गाउँमा अरूभन्दा पनि हामी भलमनसाहरूलाई बढी बोलाउने गर्छौँ। यस्तै सहभागी स्थानीय भलमनसा आयतराम चौधरीले
तालिमबाट नयाँ ज्ञान र अनुभव प्राप्त भएको भन्दै यस्ता कार्यक्रम नियमित रूपमा सञ्चालन हुनुपर्ने धारणा राखे। यो कार्यक्रम हामीलाई धेरै नै राम्रो लाग्यो। यो चाहिँ हामीले पाउनुपर्ने हो। यो किनभने अहिले लैङ्गिक हिंसा भनिएको छ, यसमा चाहिँ बाल विवाहको बारेमा हामीले चाहिँ नगर्न सक्ने कुराहरू चाहिँ हामीले थाहा पायौँ अहिले। र यसमा मलाई के लाग्यो भने हजुरको हामीले चाहिँ अभिभावक एउटा हामीले भलमनसा समाज सेवामा लागेका हौँ र हामीलाई यो दिनुभन्दा अनि हाम्रो बाल विवाह रोक्नलाई के चाहियो भने हामीले 16-17 वर्षको बच्चाहरूलाई पनि यसमा अलिकति समावेश गराएर उ गरिदिएको भए उहाँहरूलाई पनि त अलि राम्रो हुन्थ्यो। तर यो कार्यक्रम हामीलाई चाहिँ 6 महिनामा अथवा त्रैमासिक नसके 6 महिनामा एकचोटि दिनुपर्ने हो र यो वर्ष दिनमा एकचोटि हुन लाग्यो। यति मात्र हामीलाई चाहिँ यो चाहिँ धेरै राम्रो कार्यक्रम छ। यो हाम्रो लैङ्गिक हिंसा भयो, यस्ता बाल विवाहहरू रोक्ने कार्यक्रमहरू धेरै राम्रो लाग्यो मलाई। कार्यक्रममा स्थानीय अगुवा, समाजसेवी तथा समुदायका विभिन्न क्षेत्रका व्यक्तिहरूको समेत सहभागिता रहेको थियो। आयोजकका अनुसार मनोपरामर्श तथा मानसिक स्वास्थ्य सम्बन्धी यस्ता कार्यक्रमले समुदायमा सकारात्मक सोच, आपसी सहयोग र अहिंसात्मक व्यवहारको विकास गर्न मद्दत पुग्ने विश्वास लिएको छ। मानसिक स्वास्थ्यलाई समाजको समग्र विकाससँग जोडेर हुनुपर्ने आवश्यकता उल्याउँदै कार्यक्रमले मानसिक स्वास्थ्यप्रति जनचेतना अभिवृद्धि गर्न महत्त्वपूर्ण योगदान पुर्याएको आयोजकको भनाइ छ।